गाइस देखियो भागो रातिको 12 बजे ओ ल टक्क सेकुवा रेडी हुँदैछ सेकुवा ल गाइस हाम्रो नागपोखरी जाने रात 2 बजे दिनको हिँडेको है अहिले राति 2 बजिरहेछ टोलीहरू सबै थकित नुन खाएको पति जत्तिकै भए ल हेर्नुहोस् है बिचारा हेर्नुहोस् त अनुहार हेर्नुहोस् त कति सिकिस त देखिन्छ ल हेर्नुहोस् गिजेल छ नि हजुर नागपोखरी जान त सकिएन नि हजुर जो कोहीको पावरले भेट्दैन जो कोहीको पावर भन्दैन पावरले भेट्दैन कागको सबै बोल्नुहुन्छ घरिघरि त के बोल्नुहुन्छ हैन इम्युनिटी पावर बढी गाह्रो छ नि हजुर हाम्रो दाइ चाहिँ यसरी सुत्नुहुन्छ है दाइ अब मलाई चाहिँ कसरी फर्काउनु पर्यो देखेछ ल गाइज हामी चाहिँ नागपोखरी फाइनल्ली पुगिसकेको छौँ है गाइज ठिक छ देखे देखे लगभग 12 घण्टा हिँड्नु लराङ तराङ मान्छेलाई लराङ तराङ मान्छेले चाहिँ 12 घण्टा हिँड्नुपर्ने भन्ने कुरा आइसकेको छ है हामीलाई त 10 घण्टा फुल्ली लाग्यो धेरै यात्रामा धेरै रमाइलो भएको छ यी सबैभन्दा धेरै हँसाउनुहुन्छ उहाँले ल गाइज ल अब घाम लाग्न लागिसकेको छ